हे गाइज व्हाट्सअप के छ तपाईँहरूको शनिबार चाहिँ कसरी बित्यो। हामी चाहिँ यो शनिबार चाहिँ होइन के अरे सिङ्गल ट्री गयौँ कि सुरुमा चाहिँ। अनि त्यो सिङ्गल ट्रीबाट चाहिँ हेर्नुहोस् न यो स्वयम्भूहरू कति राम्रो देखेको। अनि यो काठमाडौँको भ्यू पुरै देखिने कि त्यहाँबाट पुरै भन्दा पनि जे होस् एकदम राम्रोसँग देखिने। अनि यस्तो ग्रिन इन्भाइरोमेन्ट एकदम क्लिन थियो कि इन्भाइरोमेन्ट। अनि त्यसपछि हामी चाहिँ व्हाइट गुम्बा जाने बाटोतिर गयौँ। त्यता चाहिँ यस्तो राम्रो कि सुन्दर शान्त हरियाली होइन। अनि हामी चाहिँ त्यहाँ रेनकोट ओछ्याएर बस्यौँ। अनि रेनकोट ओछ्याएर बसेर एकछिन चाहिँ मजाले शीतल हावाहरू खायौँ। अनि त्यसपछि यो भ्यूहरू हेऱ्यौँ। अनि फर्किने बेलामा चाहिँ हेर्नुहोस् न त्यहाँ कति धेरै फुलहरू रोप्दो रहेछ कि एकदम राम्रो हरियाली पुरै बाटो चाहिँ तर त्यस्तो रहेछ। अनि पुरै यो भ्यूहरू हेरेर चाहिँ त्यसपछि चाहिँ हामी फर्किन लाग्यौँ। अनि फर्किँदाखेरि चाहिँ यहाँ बाटोमा चाहिँ एउटा नस्पतिको बोट रहेछ होइन। यति धेरै फलेको पुरै त्यो बोटलाई धान्न नै गाह्रो भएको कि यस्तो राम्रोसँग फलेको। अनि त्यसपछि चाहिँ आरूहरू पनि त्यस्तै थियो। हेर्नुहोस् त हामी फर्किँदा चाहिँ झरेर होइन त्यो स्कुटरमा चाहिँ बस्न नमिलेर यस्तो बाटोमा झरेर त्यसपछि चाहिँ एकजनाले गुडाउँदै हामी चाहिँ अलिकति हिँड्दै फेरि चढ्दै त्यस्तो गर्दै चाहिँ हामी घरमा आइपुग्यौँ बेलुका।